यसरी नै आली कटाइ चाहिँ हुँदैछ आज पनि है गाइस। आली काटिसकेर अब चाहिँ भनेको खाजा खाने टाइम नि भयो र मैले चाहिँ खाजा बन्दैछ त चट्टसँगले। अनि काकी र मम्मीले चाहिँ आज खाजा बनाउनु हुँदैछ, स्पेसली काकी र मम्मीले चाहिँ खाजा बनाउनु हुँदैछ चटपटे। अब हामी चाहिँ अब त्यति आली काटिसकेर भने चाहिँ खाजा खानुतिर लाग्यो र आली चाहिँ यहाँ तलदेखि तल 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 यति काटेर यता माथिसम्म काटेर चाहिँ तलदेखि यता चाहिँ काट्नु हुँदैछ। र सो गाइस आज पनि खाजा खाने टाइम भयो सधैँ जस्तै। अनि आज भने चाहिँ हामी खाजा खाँदैछौँ टक्कसँगले। अनि त्यसपछि काकाको मायाको आज चाहिँ टक्कसँगले बाला काकी अनि यता मम्मी यता काकी अनि यताउता। अनि मलाई चाहिँ गाली गर्दैछ लिम्बू भाषाबाट। हामी चाहिँ खाजा खानतिर लाग्यौँ। यता हाम्रो सजल भाइ ए अनि यता म आज पनि त्यही चटपटे छ खाजा चाहिँ, स्पेसली चटपटे क्याक्रे अनि चिया र हामी चाहिँ खाजा खाँदैछौँ। अनि यता रक्सी चाहिँ होइन यो पानी हो, उताबाट रक्सी भन्दैछ होइन, यो चाहिँ पानी हो हामीले राखेको यहाँ चाहिन्छ। र यसरी नै आजको दिन पनि चक्कसँगले रुखको फेरि आनन्दलेसँगले बसेर चाहिँ चटपटे खानतिर लाग्यौँ। र आज पनि चटपटे चाहिँ बवाल छैन भाइ र हामी पनि चटपटे खाजा खाइसकेपछि फेरि थोरै ब्लग हुनेछ। र सो गाइस आज पनि आली चाहिँ काट्यो र सो फाइनली आजको दिन पनि आली काटेर चाहिँ घर जाने क्रममा हामी टाइम भइसकेको छ र सबैजना जानु हुँदैछ। हामी पनि लाग्यौँ सजल भाइ र म पनि घरतिर। आज चाहिँ आजलाई बाई बाई। आधी काटिसक्यो, आधी काट्नु बाँकी छ यो खेतमा भने चाहिँ काकाहरूको खेतमा। यति तलसम्म चाहिँ काट्यो भने यता माथि हल्का छ काट्नु भने। हामी भने आजको खेतालाहरूबाट जानु हुँदैछ घर। हामी पनि फाइनली आजको भिडियोबाट सजल भाइ अनि खेतालाहरू सबैजनाबाट टाटा बाई बाई टेक केयर। अनि नेक्स्ट ब्लग आउने नै छ भन्दै आजको भिडियोबाट अनि बिदा लिन्छु है त म।